भाइ कहाँ जान लागेको तिमी? ड्युटी जानु पर्दैन? ढिलो हुन लागिसक्यो। हजुर दाइ, म त नेपाल जान लाग्यो नि। आज रातिको फ्लाइट छ। ड्युटी त अस्ति नै छोडिसकेँ मैले। ल के भयो त्यस्तो? अचानक किन नेपाल जान लागेको तिमी? आएको बल्ल तल्ल 2-4 वर्ष त भयो। अहिले नै तिमी परदेश छोडेर जान लागेको? सङ्घर्ष बाँकी नै छ दाइ। छुट्टीमा जान लाग्यो, फेरि आउनुपर्छ। अहिले नै परदेश छोड्नलाई त जिम्मेवारीले नै दिन्न मलाई। हुन त हो, तर तिमीसँग पनि अहिले पैसा छैन होला। पैसा भएन भने घरकाले पनि वास्ता गर्दैन हामी परदेशीलाई। बरु अर्को साल दसैँ तिहारमा गएको भए हुन्थ्यो भाइ। पैसा त त्यस्तै हो दाइ। परदेश आएर धेरै दुःख कमाएँ। सधैँ अरूको टाइम सेड्युलमा ड्युटी गर्दा गर्दै ज्यानको बिजोक नै भइसक्यो। खानेर सुत्नेको ठेगान नभएर बिरामी मात्र हुन्छु। काम गर्न गाह्रो हुन्छ। अनि त्यसपछि बस्ने मनै लाग्दैन। नेपालबाट 2 दिन लाग्ने पावरवालाहरूलाई बुझाएर काँधमा परिवारको जिम्मेवारी बोकेर महिनाको 30-40 हजार कमाउला। अनि 2 दिन वर्षमै यो गरमला त्यो गरमला भन्ने सपनामै सीमित रह्यो। मेरो पनि हालत तिम्रो जस्तै भएको छ भाइ। सधैँ घर परिवार जिम्मेवारी भन्दा भन्दै हरेक सपना र अधुरो भइसक्यो। अनि अर्को साल कुर्दै जवानी परदेशमै सकिन लाग्यो। तर अहिलेसम्म घर जान सकिरहेको छैन। हो दाइ, परदेश धेरै गाह्रो रहेछ। मान्छेहरू पैसा कमाएको अनि तस्बिरमा रमाएको मात्र देख्छन्। तर वास्तविक जिन्दगी के हो त्यो हामी भोग्नेहरूलाई मात्र थाहा छ। बल्ल बुझ्दैछु, विदेश आउनलाई भन्दा बढी घर जानलाई समय लाग्दो रहेछ। मनमा निकै दुःख लागेको छ भाइ। तिमी आफ्नै गाउँठाउँको मान्छे, नेपाल जाँदैछौ। तर पनि मैले घरको लागि 1-2 केजी सामान पठाउन सकेन। बरु मिल्छ भने घरबाट फर्कदा मेरो आमाको हातबाट बनाएको थोरै भए पनि गुन्द्रुक ल्याइदिनु है। चिन्ता नगर्नुहोस् न दाइ, त्यति त म ल्याइदिइहाल्छु नि। मैले नै धेरै सामान ल्याउनु पर्नेछ। बरु हजुर नआत्तिकन राम्रोसँग काम गर्नुहोस्, राम्रोसँग बस्नुहोस्, आफ्नो ख्याल राख्नुहोस्। हरेक कुरोको समय लाग्छ भन्छ। एक दिन हजुरको नि घर जाने पालो कसो नआउला र। ल भाइ, तिमी पनि राम्रोसँग जानु, राम्रोसँग छुट्टी मनाएर आउनु। शुभ यात्रा तिमीलाई। थ्याङ्क यू दाइ। गएको ल, ढिलो हुन्छ फेरि।